दर्शकबिन नमस्कार। हजुरको समक्ष फेरि पनि जानकारीपूर्ण भिडियो लिएर वापस आइसकेको छु र आज भने छुट्टीको दिन समय मिलेर तपाईहरु समक्ष यो छोटो जानकारी साझा गरौँ भन्ने मेरो आन्तरिक इच्छा भएको कारणले गर्दाखेरि तपाईहरु समक्ष भिडियो लिएर आइसकेको छु है। र हिजो मात्रै आज बहिनी भेटेको क्रममा हामी के विषयमा चर्चा गरिरहेका थियौं अनि उसले त्यतिबेला भन्दै थिए जो प्राइम मिनिस्टरको एउटा सानो जेस्चरको कारणले गर्दा कुनै पनि कम्पनीको धेरै फाइदा भएको छ अरे भन्ने कुरा उसले गर्दै थिए र त्यो विषयले मलाई एकदमै सोचाइमा पार्यो र मैले धेरै सोचिरहेको थिएँ र मैले हेर्दै जाँदाखेरि जे मैले पाउन सकेको छु त्यो कुरा तपाईहरुलाई म जानकारी गराउन गइरहेको छु है। प्राइम मिनिस्टरले दिएका मिठाई जो थियो त्यसको नाम मेलोडी थियो, विच इज अ प्रोडक्ट अफ पार्ले प्रोडक्ट है। यहाँ कन्फ्युज मान्छे यसमा भइरहेको छ, पार्ले प्रोडक्ट एन्ड पार्ले इन्डस्ट्री है। पार्ले प्रोडक्टको धेरैवटा प्रोडक्टहरु हामीले युज गर्छौं डेली लाइफमा, जस्तै 2020 बिस्किट भयो, पार्लेजी इभन पार्लेजी भयो है, र ह्याप्पी बिस्किट भयो, हाइड एन्ड सिक है। हामीले देखिरहेको धेरैवटा प्रोडक्टहरु छ जो चाहिँ पार्ले प्रोडक्टले बनाउँछ। तर दुःखको कुरा पार्ले प्रोडक्ट्स इज नट इभन लिस्टेड इन स्टक मार्केट है। र मान्छेहरूले कन्फ्युज भएर किन हो, तर पार्ले इन्डस्ट्रीमा मान्छेले यहाँनिर इन्भेस्ट गरेको जस्तो या फिर यहाँनिर थोरै स्टकमा हल्ली चल्ली तपाईले देख्न सक्नुहुन्छ र स्टकमा धेरै हाइप भएको पनि यहाँनिर देखिरहेको छौं। केही विगत दिनमा यहाँ धेरै ट्रेडहरु भएको तपाईले देखिराख्नु भएको छ। हो, यो स्टकमा ट्रेड भएको हो, उसको कुरा ठीक हो, तर यो पार्लेजी कम्पनी जो पार्लेजी बिस्किट बनाउने या फिर पार्लेजीको जो कुनै पनि पार्लेको प्रोडक्ट बनाउने कम्पनी चाहिँ यो पार्ले इन्डस्ट्री चाहिँ हुँदा नि होइन। र यो पार्ले नाम भएको कारणले गर्दाखेरि यो कम्पनीलाई धेरै फाइदा भएको छ, तपाईले पनि यहाँ देख्न सक्नुहुन्छ। र अन्तिममा यही भन्न चाहन्छु, पार्ले प्रोडक्ट जसले प्रोडक्टहरु बनाउँछ, मिठाईहरु बनाउँछ, बिस्किटहरु बनाउँछ है, त्यो चाहिँ स्टक मार्केटमा लिस्टेड छैन। तर पार्ले इन्डस्ट्री चाहिँ छ, इन्डस्ट्रीको चाहिँ यो पार्लेसँग केही लेनादेना छैन। धन्यवाद।